हामीले चाहिँ अहिले एउटा इनर्जी आर्किटेक्ट भन्ने प्रोग्राम लन्च गरेका छौँ है। यो चाहिँ वास्तु कन्सल्टेन्ट मात्रै होइन, इनर्जी आर्किटेक्ट भने पछाडि तपाईँको चाहिँ जस्तो अहिले मैले तिनवटा सब्जेक्टको कुरा गरेको थिएँ, ज्योतिष, न्युमरोलोजी होइन, अनि यो वास्तु। यो तिनवटा सब्जेक्टको चाहिँ कम्बाइन पढाइ है। यो कम्बाइन पढाइ हुने गरेर हामीले इनर्जी आर्किटेक्ट भनेर 108 दिनको, 108 दिन टोटल थ्योरी मात्रै पढाइ हुन्छ यहाँ, हेर्नुहोस् है। 108 दिन हाम्रो थ्योरी मात्रै पढाइ हुन्छ। अनि त्यस पछाडि तपाईँको प्र्याक्टिकल हुन्छ तपाईँको, 15 दिन जति प्र्याक्टिकल हुन्छ। अनि त्यस पछाडि मात्रै तपाईँको सर्टिफिकेसन र काम गर्न जाने कुरा हुन्छ है। लगभग लगभग यो 4.5-5 महिनाको कोर्स चाहिँ हामीले डिजाइन गरेर हामीले अस्तिबाट क्लास पनि सुरु हुँदैछ। यो के हो भन्दाखेरि यदि हजुरहरूलाई चाहिँ यो बढी सिक्न इच्छा छ होइन, जान्ने इच्छा छ भनेदेखि हजुरहरूले यहाँ जोइन भएर चाहिँ पढ्न सक्नुहुन्छ है, डेप्थमा गएर पढ्नको लागि एडभान्स लेभलमा। र अनि यो एडभान्स लेभलमा पढाउँदै गर्दाखेरि पनि जस्तो यो एक सब्जेक्ट अर्कोसँग यसरी जोडिएको छ क्या, वास्तु न्युमरोलोजी यो भनेर। अब भोलि हामीले चाहिँ काम गर्दाखेरि सही सोल्युसन दिनको लागि सबैको ज्ञान चाहिन्छ क्या। अब वास्तु पढ्यो अनि फेरि पछि रेमेडी गर्ने बेलामा तपाईँलाई लिमिटेसन हुन्छ नि त होइन। तपाईँलाई यस्तो वास्तु न्युमरोलोजी भइसके पछाडि चाहिँ अनि फर्दर हामीले चाहिँ धेरै काम गर्न सक्ने हुन्छौँ। त्यस कारणले गर्दाखेरि हामीले कम्बाइन गरेर सबै चाहिँ एउटैमा हालेर पढाएको छौँ। जस्तो अब यसमा हामी साधना प्र्याक्टिस पनि गराउँछौँ। हामीले त अब नामै डिजिटल गुरुकुल छ भनेपछि हामीले चाहिँ के गराउँछौँ भन्दाखेरि हाम्रो 1.5 घन्टाको क्लास हुन्छ। 1.5 घन्टामा हाम्रो 15 मिनट सुरुमा साधना हुन्छ, ध्यान हुन्छ, योगा हुन्छ। त्यो सधैँभरि भइरहेको छ। त्यसै अन्तर्गत तपाईँहरूले सोध्नु भएको छ कि सुन्नु भएको छैन, स्वर विज्ञान भन्ने विधा पढाउँछौँ हामी, विषय त्यसमै। र त्यसमै प्र्याक्टिस गराउँछौँ है। त्यो 15 मिनट फर्मेट। त्यस पछाडि अनि 45 मिनट जति यो हाम्रो कोर सब्जेक्ट न्युमरोलोजी, वास्तु, एस्ट्रोलोजी, एस्ट्रोवास्तु भन्ने सब्जेक्ट हामीले कोर सब्जेक्ट बनाएको छौँ। त्यो कोर सब्जेक्टको पढाइ हुन्छ। अनि त्यस पछाडि फेरि अर्को 30 मिनट हाम्रो फेरि अर्को एउटा ध्रुव दर्शन भन्ने चाहिँ सब्जेक्ट छ। त्यो सब्जेक्ट अन्तर्गत हामी डिस्कसन गर्छौँ। या हाम्रो धार्मिक परम्परा मूल्य मान्यताको कुराहरूमा चाहिँ डिस्कस गर्छौँ। वेद पुराणको चाहिँ कन्सेप्टहरूको चाहिँ डिस्कस गर्छौँ होइन। हामी कुल पूजाको डिस्कस गर्छौँ। हामी इष्ट देवताहरूको डिस्कस गर्छौँ। त्यसलाई कसरी मान्ने भनेर चाहिँ चर्चा गर्छौँ। जस्तो नाग पूजा हाम्रो कुल पूजा, पाञ्चायन पूजाहरू भनेको पनि वास्तु हो, हेर्नुहोस् है। वास्तु हो तिनीहरू पनि हो। त्यसको पनि चाहिँ तपाईँको साइन्स छ पुरा बकाइदा चाहिँ नि, यो वास्तुको यो बेसमा जुन इन्भाइरोमेन्टल हिसाबले नै तपाईँको चाहिँ नि त्यसभित्र पनि एकदमै छ, बुझेर चाहिँ गर्नुपर्ने कुराहरू हो। त्यस्तो कुराहरू बिग्रिएको देखेर चाहिँ हो त्यो कुराहरूलाई पनि सिकाउने र चाहिँ त्यसको डिस्कसन गर्ने भएर त्यो चिज पनि पर्छ यसमै। अनि अर्को भनेको तपाईँको जस्तो अब यो मान्छेले पढिसके पछाडि उसलाई ग्रुमिङ गर्ने। जस्तो उसलाई चाहिँ तपाईँको भोलि मार्केटमा गएर काम गर्ने अथवा रिपोर्ट लेखेर दिनुपर्छ। अहिले त यहाँ मुखले बताएर हुँदैन तपाईँको कसैलाई पनि होइन। कोही मान्छे सर्भिस लिन आइसकेपछि बकाइदा फर्मल्ली एउटा चाहिँ कसरी चाहिँ तपाईँको चाहिँ त्यो केस लिनेदेखि लिएर गएर ह्यान्डओभर गर्ने बेलासम्म रिपोर्ट कसरी लेखेर दिने भनेर होइन, त्यसरी दिने चाहिँ चलन आइसकेको छ हो। त्यस्तो पनि हामी बकाइदा सिकाउँछौँ। त्यस पछाडि तपाईँको यो सोसियल मिडियाहरूमा कसरी चाहिँ बुस्टिङ गर्ने, फोटो भिडियोहरू कसरी चाहिँ बनाउने, कसरी चाहिँ त्यसलाई चाहिँ पोस्ट गर्ने भन्ने तरिकाहरू सुद्धा सबै चाहिँ त्यो हामी सिकाउँछौँ एउटै कोर्समा। यो कोर्सबाट दोस्रो कोर्स फेरि यो छुटेको छ यो तपाईँले लिनुपर्छ भन्ने छैन, हेर्नुहोस् है। त्यस्तो खालको हिसाबले चाहिँ डिजाइन गरेको कोर्स छ। अनि यसमा तपाईँको जस्तो यो मैले भनिसकेँ हो। 1.5 घन्टा क्लास हुन्छ तपाईँको, हप्तामा 5 दिन क्लास हुन्छ, 2 दिन छुट्टी हुन्छ, नत्र तपाईँको रेगुलर हुन्छ। अनि लाइभमा यसै गरी क्लास हुन्छ होइन। अनि त्यसलाई रेकर्डेड पनि हुन्छ। कसैको छुटेको खण्डमा चाहिँ त्यो रेकर्डेड हेरेर रिकभर गर्ने अनि भोलि क्वेसन एन्सर सेसनमा चाहिँ छलफल गर्ने, यो फर्मेट र मोडालिटीमा हुन्छ। अनि हाम्रो के हुन्छ भन्दाखेरि तपाईँको त्यो लाइफ टाइम चाहिँ एक्सेस हुन्छ तपाईँको यो रेकर्डेड भिडियोको लाइब्रेरीमा हो। त्यस पछाडि तपाईँको चाहिँ हाम्रो फेरि कस्तो छ भन्दाखेरि एउटा सिस्टम मन्थली हरेक महिना एउटा हामीले चाहिँ यस्तो खालको कार्यक्रमहरू पनि गर्छौँ। यो कोही ऊ नभए पनि जनचेतनाको लागि होइन, हजुरहरूसँग जोडिनको लागि भने। अर्को चाहिँ हाम्रै यो ग्रुपभित्र चाहिँ जस्तो रिसर्च गरेर कसैले लिएर आए, कसैलाई चाहिँ डिफिकल्ट भयो एक्लैले ह्यान्डल गर्नु सक्यो, त्यस्तोको लागि चाहिँ डिस्कस गर्नको लागि हामीसँग एउटा डाउट क्लियर सेसन भनेर प्रत्येक महिनाको तपाईँको 1 दिन रेगुलर तपाईँको 2-3 घन्टा नै हुन्छ। त्यसमा हामी 2-3 घन्टा मजाले बसेर सबैको चाहिँ नि त्यो प्रब्लमहरू लिएर चाहिँ त्यहाँ ग्रुपमै छलफल गर्ने हुन्छ। त्यो चाहिँ हाम्रो स्टुडेन्टहरूको ग्रुप एकचोटि हामीसँग जोडिसकेको, हामीसँग चाहिँ नि ऊ भइसकेको एज ए स्टुडेन्टको हिसाबमा भएकोहरूलाई चाहिँ त्यसरी पनि हामीले गराउँछौँ। अनि नयाँ नयाँ हामीले जानेको
चिजहरू फेरि आउँछ नि त होइन, रिसर्चबाट नयाँ कुरा आयो भने त फेरि अपडेट गराउनु पर्यो उहाँहरूलाई, तपाईँहरूलाई। भनेपछि हो त्यसको लागि पनि हामीले चाहिँ त्यस्तो खालको एउटा चाहिँ सिस्टम पनि हाम्रो हुन्छ है। अनि त्यस पछाडि अनि छुट्टै त्यो स्टुडेन्टहरूको चाहिँ ग्रुप हुन्छ, त्यहाँ चाहिँ तपाईँको इन्ट्री हुने लेख्ने पढ्ने तरिकाहरू अलिकति फरक हुन्छ सामान्यभन्दा है। आउँदैछु है, म आउँदैछु त्यसमा सकिनला। अनि यसमा धेरै कुराहरू छन्, जस्तो तपाईँको वास्तुको कुरामा हामी सबै वास्तु पढ्छौँ होइन। जस्तो यो वैदिक वास्तु भनेको के भनी पढ्छौँ, मोडर्न वास्तु पनि पढ्छौँ, अहिले हामीले भनेको वास्तु पनि पढ्छौँ। यहाँ कति ठाउँमा चाहिँ कस्तो हुन्छ भने एउटा मात्रै पढ्ने अनि क्लियर हुँदैन क्या, भिजन क्लियर हुँदैन, कन्फ्युज हुन्छ, अनि अर्को किसिमको क्वेसन आयो, अर्को किसिमको ऊ आयो भने त्यस्तो हुने हुँदैन हाम्रोमा चाहिँ। हाम्रोमा त्यसरी हुन्छ। त्यस पछाडि तपाईँको न्युमरोलोजी भन्ने जुन अहिले बजारमा चलिरहेको छ, त्यसमा नि न्युमरोलोजी पनि यो रिसर्च नगरिकन त्यत्तिकै पढाइरहेका छन् है। हामीले पनि त्यसलाई रिसर्च गरेर चाहिँ तपाईँको फरक ढङ्गको कोर्स बनाएका छौँ। त्यसै गरी त्यो कोर्स पनि हामी पढाउँछौँ है। त्यो कोर्स पढाउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि न्युमरोलोजीमा चाहिँ तपाईँको नामको अङ्क आउँछ है, मोबाइलको अङ्क आउँछ। जहाँ जहाँ हामीलाई अङ्कको जुन प्रयोग गरेका हुन्छौँ त्यो अङ्कको चाहिँ इनर्जी आएको हुन्छ र त्यो इनर्जीले हामीलाई पोजिटिभ असर गर्नुपर्छ, नेगेटिभ गर्नु हुँदैन। हो त्यसको लागि तपाईँको चाहिँ यो वास्तुले नि सोल्युसन दिँदैन, ज्योतिषले नि सोल्युसन दिँदैन। त्यसको सोल्युसन भनेको हजुरले वानली वान न्युमरोलोजीबाट पाउने हो है। हो त्यसमा पनि चाहिँ तपाईँको चाहिँ हामीले एउटा डेप्थ लेभलको रिसर्च गरेर चाहिँ लिएर आएको छ। त्यसको तपाईँको नामलाईदेखि लिएर गएर हरेक चिजलाई, जसरी हाम्रो चाहिँ यो वैदिक ज्योतिष र उसँग क्लास नहुने जस्तो हाम्रो वास्तु पनि तपाईँको चाहिँ यसको मुख्य आधार भनेको हाम्रो जुन संस्कृति परम्परा हामीले चाहिँ उ गरिराखेको हो, यो चिजसँग चाहिँ नमर्ने र यो चिजलाई चाहिँ अझ बचाउने र जोगाउने हिसाबले चाहिँ डिजाइन गरेका छौँ है। अनि यसमा यो मैले भनिहालेँ, यो अन्तर्गत धेरै विषयहरू छ हाम्रो होइन, धेरै विषयहरू छ। अब यो धेरै थरीको चाहिँ करियरहरू चाहिँ डेभलप हुन्छ यो एउटै कोर्स गर्दाखेरि। जस्तो तपाईँको चाहिँ एस्ट्रोलोजीको पनि कन्सल्टेसन गर्न सक्नुभयो तपाईँले, स्पिरिचुअल कन्सल्टेसन पनि दिन सक्नुहुन्छ। न्युमरोलोजीको मात्रै भनेर छुट्टै गर्नेहरू छन्, त्यो पनि गर्न सक्यो होइन। अब कर्पोरेट न्युमरोलोजी, कर्पोरेट एस्ट्रोलोजी भन्छ, त्यो पनि छ हाम्रोमा यहाँ यही भित्रै। अनि वास्तुको छुट्टै भइहाल्यो, एस्ट्रो वास्तु भनेर गर्छन् अझ, त्यो पनि छ तपाईँको होइन। अनि तपाईँले आफैले चाहिँ सोसियल मिडियामा कन्टेन्टहरू बनाएर हाल्नको लागि सुद्धा हामी सिकाउँछौँ होइन, किनभने त्यो मेरो आफ्नै चाहिँ एक्सपर्टिजको क्षेत्र हो क्या। अ, अब यस्तो कोर्स चाहिँ तपाईँको चाहिँ खासै यो देखिँदैन, सबै किसिमलाई चाहिँ समेटेर गरेको, त्यो सबै किसिमको प्रब्लमहरूलाई चाहिँ आइडेन्टिफाई गरेर हामीले त्यसको सोल्युसनको लागि भनेर चाहिँ यो लिएर आइराखेको छौँ। अब यसमा जोडिनको लागि यसको मुख्य प्रशिक्षक भनेको चाहिँ म हुँ। अनि यसमा हामीसँग हाम्रो गुरुकुलसँग जस्तो आयुर्वेदमा रिसर्च गरेको, योगाहरूमा रिसर्च गरेको, साउन्ड थेरापीहरू हुन्छ नि हो त्यसमाहरूमा रिसर्च गरेको, ज्योतिषमा रिसर्च गर्नुभएकोहरू धेरैजना साथीहरू हामीसँग हुनुहुन्छ है टिममा। अनि उहाँहरूले पनि गेस्ट लेक्चरहरू दिनुहुन्छ। अब यहाँ पैसाको कुरा सोध्दै हुनुहुन्छ होइन। अब यो चाहिँ सबैले सिक्न मिल्ने कोर्स हो है। यो गृहिणीदेखि लिएर गएर तपाईँको चाहिँ कोही चाहिँ करियर हेरिराखेको मान्छेले लिएर गएर भोलिको दिनमा तपाईँले चाहिँ घरमै बसेर अनलाइनबाट गर्ने हो यो। त्यसरी कसरी गर्ने भनेर हामी सिकाउँछौँ, अनलाइनबाट तपाईँले कसरी गर्ने भनेर पनि है। यो वर्क फ्रम होम भन्छ नि अहिले होइन, हो त्यो मोडालिटीमा चाहिँ डिजाइन गरेको कोर्स हो होइन। इन्जिनियर आर्किटेक्टदेखि लिएर गएर यो सबैलाई हुने खालको हिसाबले चाहिँ हामीले चाहिँ डिजाइन गरेको र यो कोर्स गर्नलाई फेरि कसैले पनि पहिला केही सिकेको हुनु पर्दैन, जिरोबाट आउने मान्छेलाई नि हिरो बनाएर चाहिँ हामीले निकाल्ने हो। अब पैसाको कुरा गर्नुभयो, हाम्रो यो कोर्सको चाहिँ तपाईँको फी कति छ भन्दाखेरि हाम्रो जस्तो अब यो 15 चाहिँ क्लास स्टार्ट नै भइसकेको छ, एक दुई दिन हामीले चाहिँ रोकेका हो होइन। 40,000 हो यो कोर्सको टोटल फी भनेको 40,000। 40,000मा तपाईँको चाहिँ पाँचवटा सब्जेक्टको पढाइ हुन्छ मुख्यको रूपमा है यहाँ है। अनि यसलाई अहिले हामीले वेबिनार भयो नि त, यो आज र भोलिको हाम्रो विशेष वेबिनार हो। यो वेबिनारमा हामीले 30,000, 10,000 रुपियाँ डिस्काउन्ट दिएर 30,000 रुपियाँको अफरमा चाहिँ दिँदैछौँ है। कसैले जोइन गर्नुहोस् हजुरहरूले है। भनेदेखि तपाईँहरूले आज 30,000मा पाउनुभयो। अब यो 30,000मा पनि के छ फेरि भन्दाखेरि मसँग पैसा छैन, म अहिले चाहिँ नि बुक गर्छु अथवा के गर्ने भन्यो भने अहिले 5,000 रुपियाँ तिरेर चाहिँ हजुरले सिट बुक गर्न सक्नुहुन्छ। अनि त्यस पछाडिको बाँकी पैसा भनेको अर्को 1 महिना पछाडि अनि अर्को 1 महिना पछाडि दुई किस्ता गरेर दिँदाखेरि क्लियर गर्ने हिसाबले पनि पे गर्न सक्नुहुन्छ है। अनि अब जस्तो कसैले चाहिँ होइन म एकमुष्ट तिर्छु भन्नु हो भने चाहिँ एकमुष्ट तिर्नेको लागि अहिले नै एकमुष्ट तिरेर चाहिँ नि बुक गर्ने उ गर्नेको लागि चाहिँ 25,000, 5,000 अझै त्यसमा डिस्काउन्ट भएर 25,000 रुपियाँ एकमुष्ट तिर्नु भयो भनेदेखि
30,000 तिर्नु परेन होइन, यो फेसिलिटी पनि छ है। अब यसको लागि के गर्नु पर्यो त भन्दाखेरि यो स्क्रिनसट अहिले हजुरहरूले लिएर राख्नु पर्यो है। अब हामी क्वेसन एन्सर सेसनमा जान्छौँ, डिस्कसनमा जान्छौँ। यसमा चाहिँ तपाईँको पेमेन्ट गर्ने, अनि यसको स्क्रिनसट र आफ्नो फुल नाम लेखेर यो ग्रुप के अरे पर्सनल नम्बर जुन छ हाम्रो उसको गुरुकुलको, त्यहाँ चाहिँ सेन्ड गर्ने हजुरहरूले। अब त्यो छैन कसैको भनेदेखि ग्रुपमै गर्दाखेरि पनि फरक पर्दैन, यो स्क्रिनसट लिएर राख्नु होला।